Good morning, my YouTube friends. अहिले चाहिँ यहाँ 6 बज्न लाग्यो UK time 6 o'clock in the morning बज्न लाग्छ अनि म चाहिँ आज अर्को साइडमा छ मेरो काम which is gonna take me probably एकछिन म काममा पसिहाल्छु oh moon त अझै रहेछ यहाँ can you see आज चाहिँ मेरो काम अर्कै साइडमा छ सो गुगल म्यापमा हेर्दाखेरि चाहिँ इट क्यान टेक मी अबाउट 1 hour 15 minutes ड्राइभ सो त्यही भएर अब किनकि आएर मलाई नुहाउनु पनि छ नि त कपाल पनि लाउनु छ अनि हिजो तेल लाएको थिएँ मैले सो आइएम पुटिङ त्यो मैले चाहिँ टिके म्याक्सबाट रोजमेरी अनि लाइम के मिक्स इन्फ्युज भएको त्यो ओइल युज गर्दैछु अहिले सो हिजो त्यो लाएँ हल्का अनि रुट्समातिर लाएर अनि सुतेको थिएँ सुत्दाखेरि चाहिँ कति 12 बजी थियो होला सुत्दाखेरि या आई डिडन्ट स्लिप अन टाइम किनकि मुभी मैले चाहिँ मलयालम मुभी हेरेको थिएँ नि त मलयालम मुभी हेरेँ अनि नामै बिर्सियो कति लामो छ तर राम्रो थियो एकदमै त्यो हेरेपछि चाहिँ अनि मेरो भिडियो एडिट गरेर अनि हाल्दाखेरि चाहिँ अनि टाइम लाग्यो सो त्यही भएर आज चाहिँ म किनकि आम इन अ रश सो आम जस्ट गोना डु लाइक 30 minutes ट्रेडमिल रन वक त्यस्तै के आज चाहिँ कार्डियो मात्रै गर्छु हाफ एन आवर एन्ड आई विल बी ब्याक ओके लेट्स गो टु जिम मैले चाहिँ बल्ल काम भ्याएँ अनि आज चाहिँ मेरो अर्कै डिफ्रेन्ट साइट हो नि त यो चाहिँ रनकोन भन्ने ठाउँमा हो लिभरपुलबाट चाहिँ मलाई आई थिङ्क बिकज अफ ट्राफिक मलाई चाहिँ 1 घण्टा लाग्यो ड्राइभ गर्न अनि जस्ट फाइनली हाम्रो इलेक्ट्रोनिक प्रिस्क्रिप्सन सिस्टम चाहिँ वेन्ट लाइभ सो सबै ठिक भयो अनि बिहान चाहिँ मलाई एकदम रस भएको थियो आफ्टर आई केम ब्याक फ्रम जिम किनकि मलाई अब टाइममा निस्किनु थियो नि त फेरि अनि त्यही भएर छिटो नुहाएर अनि मैले चाहिँ त्यही स्मुदी चाहिँ मैले अहिले टी ब्रेकमा खान्छु भनेर मैले सबै त्यो फ्रुट्सहरू हालेर अनि ल्याएको थिएँ अनि त्यहाँबाट चाहिँ लन्चमा चाहिँ मैले त्यही चपाती ऱ्यापमा अन्डा फ्राई गरेर अनि मोजरेला चिज हालेर खाएँ अनि सो अगेन त्यो पनि ब्रेकफास्टको लागि पनि त्यही खाएँ अनि लन्चको लागि पनि त्यही खाएँ मैले सो क्या त्यही थियो मेरो खाना चाहिँ त्यसपछि चाहिँ अनि फेरि म ब्रेक टाइममा चाहिँ आफ्टर आई ह्याड माई लन्च म र मेरो कोलिग चाहिँ वी वेन्ट आउट फर अ वक यता अबाउट 30 minutes वक अनि फेरि एलडी पनि गएर अनि मैले चाहिँ मसरुम अनि ब्रोकली अन्डा अनि स्पिनिच किनेको थिएँ अनि आज चाहिँ म स्पिनिच र अनि मसरुम बनाउँछु मैले चाहिँ विकेन्डमा ह्यामेलमा हुँदाखेरि चाहिँ बल्गर विट किनेको थिएँ एज अ रिप्लेसमेन्ट अफ राइस हेल्दियर अप्सन भनेर अनि आज चाहिँ म त्यो बनाउँछु अनि मेरो स्पिनिच र अनि मसरुमसँग खान्छु भोलि पनि लन्चको लागि पनि त्यही ल्याउँछु म तपाईँहरूलाई एकचोटि यहाँ सर देखाउँछ यो मेरो हस्पिटल साइट जुन चाहिँ रनकोनमा छ यो हो हस्पिटल साइट आज काम गरेको म चाहिँ आज र अनि भोलि पनि यही साइटमा काम गर्दैछु त इभिनिङ भइसक्यो लेट्स गो म चाहिँ घरमा आइसकेँ अनि आई अलरेडी चप्ड अफ माई भेजिटेबल्स अनि अब म कुकिङ सुरु गर्छु tomatoes, mushroom, shallot, onion,
bell pepper, अनि यो चाहिँ spinach. यो चाहिँ washed and ready to eat भनेछ, त्यही भएर मैले चाहिँ यो यतिकै लास्टमा यतिकै हाल्दिने यो चाहिँ लास्ट. यहाँ चाहिँ मेरो त्यो bulgur wheat पाक्यो होला. I will open later किनकि भर्खरै मैले भर्खरै सिटी बजेर मैले अफ गरेछु. अब चाहिँ सुरु खाना बनाउने. मेरो खाना रेडी. टन टन. यो चाहिँ मैले अलिकति घिउ हालेछु. यो चाहिँ मेरो मम्मीले बनाउनु भएको होममेड घी विथ बटर. अनि अब म खान्छु. Thank you for watching this video and I will see you in my next vlog. Take care. Bye.